साथीहरु आज चाहिँ अर्को भिडियो लिएर आइसकेको छु यहाँहरु माझ। मैले चाहिँ स्याफाले बनाउने भनेर स्याफाले बनाउँदै छु साथीहरु। मलाई चाहिँ एकदम मन पर्छ यसरी घरमै बनाएर खानु। अनि मैले आज पनि स्याफाले बनाउँदै छु। तपाईहरुलाई मन पर्छ कि पर्दैन होला। आज चाहिँ शनिबार हो। आज माथि धरान साकेला पार्कमा आज चण्डीको फाइनल पनि थियो। हामी चाहिँ गएनौं साथीहरु। नानीहरु पनि सानसानो बाबुहरुसँग गर्मीमा अब छोडेर जानु पनि कसरी, लिएर जाउँ पनि गर्मीमा। त्यही भएर मैले चाहिँ जाने सोच गरिन साथीहरु। जाने छौं अर्को साल अलिकति बाबुहरु पनि ठुलो भएपछि। अनि त्यही भएर आज चाहिँ घरमै स्याफाले बनाएर खाने भनेर बनाएको छु साथीहरु। तर मलाई खासै राम्रो चाहिँ बनाउन आउँदैन। जसो तसो बनाउन चाहिँ बनाउँछु साथीहरु। यस्तो भयो। हेर्नुस् त साथीहरु। तपाईहरुलाई यो मन पर्छ कि पर्दैन होला साथीहरु। मैले बनाएर पनि रेडी बनाइराखेको पोल्दै छु साथीहरु। यो मेरो ताई पनि अलिक सानो छ, त्यही भएर अलिक दुईटा मात्रै हटाउने रहेछ। अर्को ठुलो ताई चाहिँ फेरि यहाँनेर दियो छ सेलरोटी पकाउनलाई। अनि त्यसमा पनि पकाउने कुरा आएन। अनि मैले यही सानो ताईमै पोल्दै छु साथीहरु। ढिलो चाहिँ हुन्छ साथीहरु। यसरी दुईटा दुईटा गरेर पकाउनु पर्ने भयो। आज बिहानतिर कति ठुलो पानी पर्यो साथीहरु। कति ठाउँतिर त क्षति भयो। अब यो धरान धनकुटा राजमार्गमाथि फेदी छेउ त्यो तमोर नजिकै त्यो ल्यौती खोला त्यहाँनेर बाटो झरेर ठुलो क्षति भइरहेको छ साथीहरु। न्युजमा सुन्दाखेरि साह्रै दुःख लाग्यो। पानी परेपछि यति साह्रो पहिरो जाने गरी, बाढी जाने, पहिरो डुबान हुने गरी पानी पर्छ। परेन भने साथीहरु कस्तो साह्रो सुक्खा लाग्छ। के भएको होला यो कलियुगमा साथीहरु। जो जहाँ रहे पनि हामी सबैजना सुरक्षित रहौं। सम्पूर्णलाई यही भन्दैछु, यही मेरो भिडियो मार्फत। गाउँतिर जाने बाटोहरू त झन् कस्तो हुन्छ। अब पिच रोड, पिच बाटो हुनेहरू त त्यस्तो क्षति हुन्छ साथीहरु। मधेसमा बस्यो डुबान होला भन्ने डर, पहाडमा बस्यो पहिरोले पुर्ने भन्ने डर साथीहरु। जहाँ गए पनि सुखै नहुने।
थ्याङ्क यू फर वाचिङ।